वहाँ रहेछ बिच अजमान कर्निसमा आइसकेको छौँ होइन। अजमान कर्निसमा यसो घुमफिर गर्न जाने क्या The next day. अहिले अजमान कर्निसमा आइसकेको छौँ होइन। अजमान कर्निसमा यसो घुमफिर गर्न यहाँ बेबु छ। यहाँ चाहिँ अजमान कर्निस। ओ माई गड कति दामी हो। राति समय भइसक्यो त्यही हो त्यति राम्रो चाहिँ आएको छैन है। ल गाइस यस्तै छ अजमान कर्निस रातको समयमा। यतातिर चाहिँ पुरै झिलिमिली छ सहरहरू। कस्तो छ यहाँ चाहिँ बेबु छ। यता हेर धेरै पछि आयो है अजमान कर्निस। हामी धेरै 1-2 वर्ष भयो होला सायद यो अजमान कर्निसमा नआएको। अहिले चाहिँ धेरै पछि आयो यार अजमान कर्निस पानी छुनलाई। अस्ति सायद 2-3 महिना पनि आएको थियो होला एकचोटि, तर अहिले चाहिँ आएको छैन। गाइज हेर्न सक्नुहुन्छ अजमान कर्निस यस्तो रहेछ अहिले। पानी चाहिँ अहिले धेरै तल बनाएर रहेछ। पहिला त धेरै माथि थियो जस्तो लाग्थ्यो, अहिले धेरै तल रहेछ यार। रातको समयमा यस्तो देखेछ अहिले धेरै राति भइसक्यो यार। 7-8 बज्न लागिसक्यो दुबईको टाइमिङमा होइन। देख्न सक्नुहुन्छ त्यही पनि मान्छेहरू टन्नै छन् क्या। यतातिर चाहिँ अलि माछा मार्ने मान्छेहरू त्यति बसिरहेको हुन्छन् है। प्राय माछा पनि मार्छन् कि यहाँ। उ पारिपट्टि बोटहरू पनि रहेछ, त्यहाँ पनि सायद माछा नै मार्छ होला तिनीहरूले। र हामी चाहिँ यसो पानी छुन जाँदैछौँ है त गाइज। बेलुकाको समय भएर क्या पानीको छाल पनि कडा छ यार। तिनीहरूलाई चाहिँ छान्ने हुँदैन। पर्दैन समानमा। नजान्नु त
टिपेर आउन ल साथीहरू अजमानको रातको समय यस्तै छ होइन यस्तै अजमान कर्निसको रातको समय मान्छेहरू पनि धेरै छन् सायद नेपालीहरू पनि होला यता होइन कुनामा कोही फोटो खिचिरहेको छन् कोही मजाले हेरिरहेको छन् दृश्यहरू होइन यो राम्रो के भन्छ अरे मनोरम दृश्य है हेरिराख्नु मजाले दामी मजा आउँछ यतातिर यस्तो ठुल्ठुलो बिल्डिङहरू छ मान्छे टाढा टाढा हुन्छ है जस बेलुका आएर मजाले एकछिन बस्नलाई जस रमाइलो छ यहाँको बेलुका चाहिँ जस आनन्द हुन्छ ल साथीहरू यही हो अजमानको कर्निस बिच एरिया होइन ल अब अँध्यारो भइसक्यो खासै राम्रोसँग देखिन्न होला मैले देखाइदिइहालेँ हजुरलाई पहिले पनि जस अहिले चाहिँ जस राम्रो बनाएको रहेछ पहिलाभन्दा अहिले हिँड्ने बाटोहरू होइन राम्रो छ होइन अनि यतातिर सहरहरू होइन पुरै अजमान पनि सानो त सानो छ अजमान तर त्यही पनि राम्रै छ भनौँ न अब दुबई अरू ठाउँ हेरेर त अब ठिकै भन्नु पर्यो होटेलहरू पनि छ होइन बस्ने ठाउँ पनि ठिकै छ ल साथीहरू यति नै हो आजको लागि है त ल अब फेरि अर्को कुनै भिडियोमा भेटौँला मन पऱ्यो भने लाइक गरिदिनु होला।